हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ मैले यो बनाउँदैछु। हेर्नु है, वाइनको बोतल चाहिँ डेकोरेट गर्दैछु। यस्तो खालको फ्लावर बन्दैछ। मैले चाहिँ यो पेस्ताको त्यो सिरको फङ्गेर देखाएको त्यसलाई चाहिँ कलर गरेर गोल्डन कलर ल्याएर कलर गरेको है। पहिला चाहिँ व्हाइट लगाएँ अनि त्यहाँबाट गोल्डन त्यसमाथि लगाएर गरेको। यो सिड्स गोल्डन कलरको सिड्स राखेँ अनि ग्लुले यसमा चाहिँ मैले यो मैले लेखेको ब्रान्डमा पनि गोल्डन कलर लगाइदिएँ क्या, हरियो बोतलमा चाहिँ। यो चाहिँ मैले हाफ हिजो भ्याएको थिएँ, अहिले बिहान हाफ भएँ। कस्तो लाग्यो, कस्तो दामी देखेको छ क्या यो ग्रिन कलरकोमा त। हेर्नु न कस्तो दामी देखेको छ। अनि मैले यो ग्रिन कलरमा फेरि मैले त्यो ग्रिनले त्यो पत्ता पनि बनाइदिएको छु। यो चाहिँ मैले अस्ति रेडी गरेको हो। यो फ्लावर पनि मैले बनाएको हो। यो ढक्की चाहिँ मामुले बनाइसि है। यो चाहिँ मामुले हिजो त्यो प्लास्टिक र त्यो मकैको बोक्रा हुन्छ नि पातको, प्लास्टिक र मकैको पातको चाहिँ बनाइसि हो। यो चाहिँ खोस्टाको डेकोरेट अर्को नि बनाइसक्यो, तर अर्को फ्ल्याटमा छ। अर्को चाहिँ त्यति राम्रो छैन, किनभने त्यो चाहिँ अलिक साह्रो खालको पात लिप परेछ होइन मकैको। मैले यो मोती राखेर यो ठुलो बिर्सवाला होइन बिचमा राखेर त्यसलाई पनि फेरि सानो गोल्डन कलरको बिर्सले चाहिँ मजाले डेकोरेट गरिदिएको। अझै अब बनाउनै छ। यो चाहिँ पुरा भइसकेको छैन। अहिलेको हरियोवाला चाहिँ पुरा भइसक्यो, रेडी भइसक्यो फाइनल्ली होइन। हजुरहरूलाई नि यस्तो खालको चाहिएको भने चाहिँ अर्डर गर्न सक्नुहुन्छ। म त यो त बेच्नेवालामा छु, अर्डर आइसकेको छ होइन। एउटाको चाहिँ मैले अब सेल गरिदिन्छु। मेरो यस्तो मिहिनेत छ कि यसलाई मैले पोक्रालाई पखालेर ब्रसहरूले सबै राम्रोसँग धोएर सुकाएर फेरि व्हाइट कलर दलेर त्यसपछि फेरि त्यो सुकेपछि गोल्डन कलर दलेर फेरि ग्लु लगाएर त्यहाँबाट बिट्सहरू लगाएर गोल्डन कलरको व्हाइट मोती राखेर गरेको। यो बोतल पनि यस्तो यो पुरै यसको खोल हुन्छ नि त, सबै खोल निकालेर ब्रसले झिकेर मलाई कम्तीमा नि 2 दिन लागेको छ यो बनाउनलाई। यस्तो हुन्छ यो मैले धोएर पखालेर गर्दा चाहिँ यस्तो हुन्छ। अनि यसमा व्हाइट कलर दलेको। अब यसमाथि चाहिँ अब गोल्डन दल्ने कोहीको चाहिँ अब कोहीको मैले इनर साइडमा गरेको छ।